Closed doors, I'm a fool for your love. ओके गाइस, दिस अमु साके युट्युब च्यानल अमु साके युट्युब। स्वागत छ तपाईलाई अमु साकेको युट्युब च्यानलमा। आजको भिडियो निकै नै सिम्पल र निकै नै राम्रो हुनेवाला छ, किनकि सबैलाई भिडियो काम लाग्छ जसले भिडियो एडिटिङ गर्नुहुन्छ। तपाईँ पसलको मान्छे होस् या घर जग्गा बेच्नुहुन्छ अथवा कुनै सामानहरू बेच्नुहुन्छ पसलमा, अथवा भिडियो एडिटिङ गर्नुहुन्छ, टिकटक बनाउनुहुन्छ, ब्लग गर्नुहुन्छ, जेमा पनि तपाईलाई चाहिने एप भनेको अलिकति बेस्ट एप भनेको क्यापकट हो। तर धेरै समयदेखि क्यापकटमा धेरै कुराहरू पैसा लाग्ने खालको छ, तर म पनि क्यापकटबाट एडिटिङ गर्छु, त्यो पनि फ्रीमा। अब त्यसको पनि धेरै टेक्निक छ, चोर टेक्निक छ, टेक्नोलोजी छ हैन। तपाईँ मसँग जुड्नुहुन्छ भने तपाईँलाई सिकाउँला मैले है। पहिला म धेरै भिडियो सिकाउँछु, अहिले कम सिकाउँछु र ब्याक अगेन आउँदैछु म है सिकाउनमा। र मैले आफ्नो फेसबुकमा पनि पेज खोलेको छु अमुस कन्टेन्ट भन्ने, त्यहाँ पनि भिडियो हाल्छु म, फेसबुकमा पनि भाइरल हुँ भनेर हैन। अनि युट्युब च्यानलमा एक्टिभ छु म 1 महिनादेखि। अमु साके युट्युब भन्ने युट्युब च्यानल हो। त्यसै गरी इन्स्टाग्राम त्यति एक्टिभ छैन अहिलेसम्म, त्यो टिकटक अनि फेसबुक पेजमा अमु साके र अमु साके कन्टेन्ट दुईटा पेज छ मेरो। अनि तपाईँको एउटा युट्युबमा छ है त। सो क्यापकटमा अहिले हुँदा तपाईँको 1080p मा भिडियो एक्सपोर्ट गर्दा पनि पैसा लाग्छ भनेर आएको छ है। सो तर मैले पनि एक्सपोर्ट गर्छु, तर म फ्रीमा गर्छु। अब कसरी गर्छु भन्दाखेरि तपाईँलाई सिधा भन्नुपर्दाखेरि हामीले क्यापकटको पुरानो भर्सन डाउनलोड गर्ने है। अब कुन भर्सन डाउनलोड गर्ने, म कुन डाउनलोड गर्छु त्यो म देखाउँछु। म जुनबाट युज गर्छु, अरू भर्सन काम गर्ला, तर मैले कुन युज गर्छु म त्यो तपाईँलाई देखाउँछु। मान्छे आएर एकछिन भिडियो पज गर्नु पऱ्यो है, पठाउ फुड आएछ, खानालाई भोक लागिसक्यो। सो अब जुन मैले युज गर्छु मलाई म त्यो भन्छु, अरू पनि युज गर्न काम लाग्न सक्छ। सो हामीले चाहिँ पुरानो भर्सनको क्यापकट युज गर्ने हो। अब कुन भर्तीमा तपाईँको वाटरमार्क चाहिँ आउँदैन, इफेक्टहरू चाहिँ पैसा लाग्छ होइन। त्यो पनि कसरी बिना पैसा लाग्छ, तर कसरी युज गर्ने चोर तरिकाले भनेर त्यो जान्न मन छ भने त्यो पनि सिकाउँला, धेरै डिमान्ड आयो भने। अहिले हामी चाहिँ क्यापकट कसरी बिना वाटरमार्कवाला डाउनलोड गरेर चलाउन सिकाउँछौँ है। तर त्यो मैले टिकटकमा किन सिकाएको भन्दाखेरि मलाई टिकटकमा धेरैले हेर्छ मात्रै होइन, तर लाइक पनि गर्दैन, फलो पनि गर्छ। म सिकाउनु जो मेरो जेन्युन फलोवर्स छ उहाँहरू मात्रै सिकाउँ भनेर मैले युट्युबमा ल्याएको हो। त्यसै युट्युब च्यानल ग्रो गर्नलाई होइन, ग्रो त गर्नलाई हो, तर त्यसरी पैसा कमाउनु त होइन नि युट्युबबाट। म खास एउटा भिडियो पनि बनाउनु भने मात्रै हो। सो हेर लामो कुरा भइसक्यो। सो अब कसरी डाउनलोड गरेर बनाउने म सिकाउँछु। सुरुमा तपाईँले आफ्नो मोबाइलको गुगल क्रोम ओपन गर्नुहोस्, अनि यहाँ सर्च गर्नुहोस् क्यापकट अप टु डाउन, क्यापकट अप टु डाउन है त, क्लिक गरेँ यहाँ। अब यहाँ खोल्ने बित्तिकै मेरोमा आइसक्यो ओल्डर भर्सन्स लेखेको छ नि, हो यहाँ क्लिक गर्नुहोस् है। धेरै तरिका छ, मैले एउटा गरेको किन मैले ट्राई गरिसकेँ तपाईँलाई देखाउनलाई पनि। अब यहाँ धेरै छ हेर्नुहोस्, धेरै भर्सनको क्यापकटहरू छ, एपिकेहरू छ होइन। हामीलाई चाहिनेको 980 है, सम्झिनुहोस्। अहिले 13.81 लेखेको छ नि, 980 हामीलाई चाहिएको हो। यहाँ सी मोडमा क्लिक गर्छु, अझ म अझ देखाउँछ, अझ 980 अझ क्लिक गर्छु। अरू पनि चल्न सक्छन् है, तर मैले 980 चलाएको कारणले त्यो मैले त्यही देखाइरहेको खोजिरहेको छु, न तपाईँको अरू पनि चल्न सक्छन् है। खै देखाउनु त, बल्ल 12 आयो, 9 आउनु बहुत टाइम लाग्छ। अब यसरी नै खोजी होइन हामीले सिक्ने हो होइन। अब पैसा तिरेर गर्नु चाहनुहुन्छ भने पैसा तिर्न पनि मिल्यो, कति महिनाको 1000-1200 मात्रै पर्छ क्यापकट सायद है, पैसा तिर्यो भने चाहिँ। अब म त पैसा किन कमाइ छैन, कमाइ त छ तर यो क्यापकटबाट कमाइ छैन नि त होइन। आफ्नो जागिर कमाइले त हुँदैन। सो 980 अझ आएन है त, ल 99980 यहाँ छ है। यो नोभेम्बर 8, 2023 मा भएको हो। यसलाई म क्लिक गर्छु। अब यहाँ 980 देखाइसक्यो क्यापकट है। अब डाउनलोड कहाँ छ यसको डाउनलोड? सो एडिटिङ एप फ्रम टिकटक, सो यहाँ डाउनलोड छ है, यहाँ घुमिरहेछ तलबाटै छ। मैले 6 महिना अगाडि डाउनलोड गरेको यो। सो यहाँ डाउनलोड गर्छु म है। अब डाउनलोड गुदिछ होला, यो लोडिङ लिइरहेको छ, किनकि मसँग डाउनलोड अगेन भनेको छ। रोक्नुहोस् है, म पुरानो तपाईँले हटाइदिन्छु, पुरानोले हटाइदिन्छु ल। पुरानो डाउनलोड गरेँ है मैले। अब हजुरले 3 डटमा क्लिक गरेर हेर्न सक्नुहुन्छ है डाउनलोडसँग गएर। यो डाउनलोड भइरहेको छ है, 10 मिनट लाग्छ भन्छ। हामी कुर्छौँ एकछिनलाई, धैर्य गर्नु होला। सो हेर्नुहोस् एप डाउनलोड भइसकेको छ। अब तपाईँलाई म ओपन गरेर देखाउँछु। यसलाई इन्स्टल गर्नुपर्छ, मैले इन्स्टल गरेर देखाएन, एकछिनमा देखाउँछु त्यो पनि म तपाईँलाई। मैले इन्स्टल गरिसकेको कारणले म तपाईँलाई ओपन गरेर देखाउँछु, हेर्नुहोस् कस्तो हुन्छ भनेर। मैले क्यापकट ओपन गरेँ। अब एउटा भिडियो लिन्छु, रुक्नुहोस् तपाईँलाई म। मानौँ मैले अहिलेको यो यही भिडियो लिन सक्छु मैले। हेर्नुहोस् तपाईँकोमा यहाँ क्यापकट भन्ने लोगो आउँथ्यो होला है, मेरो कहीँ पनि छैन गाइस है, मेरो कहीँ पनि लोगो छैन। अब लास्टको त यो तपाईँ यसो डिलिट गर्न सक्नुहुन्छ, यो लोगो चाहिँ हेर्नु कहीँ पनि छैन है त। अब कहिले के हुन्छ भन्दाखेरि आफै एप अपडेट भइसक्छ है, आफै एप अपडेट हुन्छ र लोगो फेरि आउन थाल्छ हैन। अब त्यतिखेर के गर्ने भन्दाखेरि तपाईले यो क्यापकट एपलाई फेरि क्लिक गर्ने अनि अनइन्स्टल गर्ने ओके। अब यो क्यापकट एप
डिलिट भयो अथवा अनइन्स्टल भयो। अब जुन तपाईँ अघि डाउनलोड गर्नुभएको छ, जुन तपाईँले डाउनलोड गर्नुभएको छ नि, हामीले कहाँ हेरेको थियौँ यहाँ हो, यो यसलाई सम्झिराख्नुहोस् है, यसलाई राखिराख्नुहोस् मोबाइलमा, नत्र फेरि सबै सुरु प्रपोज गर्नुपर्ने हुन्छ। यो यहाँ डाउनलोडसँग भइरह्यो भने अब यसलाई यहाँ छ थाहा छ, अब यसलाई क्लिक गरेर हेर्नुहोस् आफू फेरि इन्स्टल गर्ने के, इन्स्टल गर्ने होला। अब कहिले कहिले आफै एप अपडेट भइहाल्छ अनि फेरि तपाईँको पैसा लाग्ने क्यापको लोगो आउने भइहाल्छ के, त्यही भएर त्यतिखेर त्यस्तो भयो भने क्यापलाई अनइन्स्टल गर्ने अनि फेरि यहाँ गुगल क्रोम खोलेर डाउनलोड्समा गएर तपाईँले इन्स्टल गर्न सक्नुहुन्छ। फेरि अब तपाईँले फेरि हरायो भने त सुरुदेखि त फेरि तपाईँले गुगल क्रोममा गएर सर्च गरेर हैन अघि जस्तो देखाए जस्तै गर्नु पर्यो। ओपन गर्छु। अब यो लेटेस्ट भर्खर हामी डाउनलोड गरेको खासमा यो हो, एग्री गर्नुहोस् हैन। फेरि यो प्लस 2 हप्तामा 3 हप्तामा अपडेट भइरहेको छ है, यसलाई ख्याल गर्नुलाई। फेरि कस्तो सिकायो भने तपाईँले फेरि मलाई अब हेर फेरि तपाईँलाई नयाँ हो यो, यहाँ हेरेर फेरि कुनै एउटा भिडियो लिउँ, भिडियो फोटो चाहिँ लिनु भयो। ओके सो यो लिएँ मैले। सो हेर्नु अझ लोगो छैन, देख्नुभयो लोगो कोही पनि छैन, त्यो कहीँ पनि लोगो छ, पछाडि लोगो आउँछ यो वाटरमार्क, यसलाई हटाइदिन्छु। हेर्नुहोस् कहीँ लोगो छैन के हो। यसरी तपाईँले क्यापकटलाई तपाईँले गर्न सक्नुहुन्छ के अरे, विदाउट वाटरमार्कवाला क्यापकट डाउनलोड गर्न सक्नुहुन्छ। अझ सबैलाई रिक्वेस्ट पनि छ, अब तपाईँले मलाई फेसबुकमा फलो गर्नु, फेसबुकमा फलो गर्नुहोस्। मेरो आइडी अमु शाक्य र मेरो अर्को आइडी छ यहाँ फेसबुकमा अमुस कन्टेन्ट भन्ने, यसलाई माया गरिदिनु होला। मैले डिस्क्रिप्सनमा यसको लिङ्क राखिदिन्छु। अनि अर्को पनि एउटा मेरो पेज छ है, तपाईँलाई देखाउँछु म फेसबुकमा, यहाँ छ दराजको दलाल भन्ने है, यो पनि मेरो पेज हो। यसमा मैले तपाईँलाई के गर्छु भन्दाखेरि तपाईँलाई दराजबाट सामान किन्न आउँदैन भने हैन, अथवा आउँछ भने पनि मलाई भन्नुहोस्, म तपाईँलाई सामानको सस्तो सामान कुन छ खोजेर तपाईँलाई लिङ्क पठाइदिन्छु हैन। अनि तपाईँले सामान किन्न सक्नुहुन्छ त्यो लिङ्कबाट। र तपाईँले 100 रुपियाँको सामान किन्नुहुन्छ भने मलाई 2-4 रुपियाँ कमिसन आउँछ क्या। त्यो 2-4 रुपियाँ गर्दा गर्दा धेरै पैसा हुन्छ भन्ने, धेरै पैसा अथवा थोरै पैसा हुन्छ भन्ने आशा गरेको छु मैले। सो मेरो 2टा पेजमा लाइक गर्नु होला। एउटा अमु शाक्य भन्ने मेरो आइडियावाला पेज छ हैन, अनि अर्को छ अमुस कन्टेन्ट, अर्को छ दराजको दलाल है। सो युट्युब च्यानल त मलाई थाहै छ। सो थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो।